नम्बर 4मा रहेको छ रोल्पा। रोल्पा नेपालको मध्यपश्चिमी भागमा रहेको पहाडी जिल्ला हो। यस ठाउँको पहाड संस्कृति र इतिहासलाई धेरैले विद्रोहको भूमि भनेर पनि चिन्छन्। तर यहाँको अर्को कथा हो हिउँ र चिसोको कथा। जाडो सुरु हुनासाथ रोल्पाको उच्च भेगहरू जस्तै थवाङ, लिवाङ, होलेरी, जिमे र वरिपरिका गाउँहरू हिउँले सेता बन्न थाल्छन्। यहाँको तापक्रम -10 देखि -18 डिग्री सेल्सियससम्म पुग्छ। रोल्पाको चिसो हावाले बिहानको न्यानोपन नै हराउँछ, तर घाम लाग्दा हिउँ चम्किन्छ र पहाडहरू सुनौलो प्रकाशमा झल्किन्छन्। रोल्पाका मानिसहरू अत्यन्तै मेहनती छन्। हिउँमा पनि उनीहरू खेतबारीको काम गर्छन् र राति परिवारसँग आगो ताप्दै गीत गाउँछन्। यहाँको चिसोले शरीर कठ्याङ्ग्रिन्छ, तर उनीहरूको आत्मा तातो छ। रोल्पा केवल एउटा ठाउँ होइन, यो सहनशीलताको एउटा प्रतीक हो।